फेरि पेट्रोलको भाउ बढेको छ यार। हामी आम जनता कसरी बाँच्ने यार? भोरा भना हेरौँ ले अहिले यो नेपालमा मात्रै तेलको भाउ बढेको होइन कि अहिले यो विश्वमा सबै ठाउँमा बढिरहेको छ के। अहिले जस्तै अब युएस र इरानकोमा फाइट परिरहेको छ, त्यही भएर चाहिँ अहिले जताततै क्राइसिस लागिरहेको छ। नेपाललाई मात्रै घाटा लागेको छैन, सबै देशलाई घाटा लागेको छ। ब्याक हावा कुरा गर्छ यार। क्राइसिस त सधैँ हुन्छ नि। अब हामीले तेल ल्याउने इन्डियाबाट हो, इन्डियामा 160 रुपियाँ छ, नेपालमा 200 प्लस छ। त्यसैमाथि नयाँ गभर्मेन्टले 50% कर उस गरेको छ होइन। त्यही पनि अझै हाम्रो ओइल निगम घाटामा छ। त्यसै हावा कुरा गरेर हुन्छ? उनको कुरा सही हो। सप्लाई चेनमा समस्या हो कि सरकारको कमजोरी हो कि त्यो त यथार्थ हामी जनता बीच भन्न पर्यो नि। अरू देशमा समस्या त देखिँदैन, नेपालमा मात्र किन? के यो सरकारको कमजोरी हो कि? ठ्याट यार केटा यार, तिमीहरू कुरै बुझ्दैनौ यार। यो नेपालमा मात्र लागेको क्राइसिस होइन नि, यो त सब विश्वमा लागिरहेछ नि। नेपाललाई मात्रै घाटा लागेको हो र भनेको, यो सबै देशलाई घाटा लागिरहेछ। त्यही त जहिले पनि बाहना गरेर हुन्छ। ग्लोबल इस्यु त सधैँ हुन्छ नि, जनतालाई ढाट्ने सरकार के का लागि? तिमीहरू एकतर्फी नजाने केटा हो। यो त नयाँ सरकार आएछ, भर्खरै सरकार नयाँ परिवर्तन भएको छ। यो सोच विचार नयाँ विकासहरू आउँदैछ। यो समस्या त पुरानो सरकार हुँदा पनि त आएको थियो, पुरानो सरकारले गर्दा पनि हुनसक्छ। यो नयाँ सरकार आएर नयाँ सरकारले यस्तो गराएको भन्न नि मिल्दैन नि। ठिक छ, पुराना पार्टी दोषी भए अहिलेको समस्याको समाधान खै? जनताले त दुःख पाइरहेका छन्। हो, जिम्मेवारी त लिनुपर्छ। नयाँ सरकार भए पनि काम त देख्नुपर्छ नि। काम भइरहेको छ, सबै कुरा एकैचोटि कहाँ हुन्छ? धैर्यता गर्नु पर्यो नि। अहिलेका युवाहरू सरकारमा गएका छन्, बिस्तारै काम हुँदैछ। धैर्यता गर्न सिक्नु पर्यो नि। ठिक छ, समस्या छ, जिम्मेवारी कसले लिने? समाधान कहिले आउँछ? महँगाई बढै छ, जनताहरू भोकै मर्छन्। जनतासँग समय छैन, नारा होइन नतिजा चाहियो। जबसम्म नेताहरू बाहना छोडेर काम गर्दैनन्, यस्तै बहस चिया पसलमा भइरहन्छ। जनताहरू फेरि बाटामा आइरहन्छन्। देशले न्याय कहिले पाउँदैन, सधैँ नेपाली आमा रोइरहन्छन्।